Finally, the wait is over. 90 days कसरी गयो थाहा नै पाइएन. And thank you everyone for all the support and help you have done for me. The journey from fat to fit has been over. 90 days with no fancy diet, no expensive supplement. Workout पनि सबै सिम्पलै थियो. No crazy programs. And here are the before and after pics and the results you have been waiting for. तर अनेस्टली म तपाईँहरूको अरू इन्फ्लुएन्सरहरू जस्तो श्रेडेड त छैन. मिड सेक्सनमा अझै फ्याट बाँकी छ र चेस्टमा पनि अलिक इम्प्रुभमेन्ट गर्नुपर्ने छ. तर यो नै रियल फिटनेस हो. पर्फेक्ट होइन, प्रोग्रेस हो. तर ट्रान्सफर्मेसन डजन्ट स्टप हियर. बडी कम्पोजिसन त राम्रै भयो, तर नेक्स्ट टार्गेट भनेको हाम्रो एब्स हुन्छ. आई विल बी डुइङ 10 to 12 weeks अफ मिनी कट जहाँ सोल्ली फोकस एब्सको लागि हुन्छ. सो सी यु इन द नेक्स्ट भिडियो. अन्टिल देन, पिस.